nepalnews.com. News from Nepal as it happens. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्वाचनपछि आफ्नो पार्टी निर्णायक शक्ति बन्ने दावी गर्नुभएको छ। रिपोर्टर्स क्लबद्वारा शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आगामी निर्वाचनमा पार्टीले अप्रत्याशित नतिजा ल्याई निर्णायक शक्ति बन्ने बताउनु भएको हो। उहाँले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत अहिले यसै भन्न नसक्ने तर समानुपातिकमा भने आफ्नो पार्टीले सबैभन्दा बढी सिट ल्याउने जिकिर समेत गर्नुभयो। म के भन्न सक्दछु भन्ने आगामी चुनावबाट राप्रपा नेपाल एउटा अग्रणी निर्णायक शक्तिको रूपमा हामी स्थापित हुन्छौँ। अब अहिले पनि प्रत्यक्षतर्फ बहुसङ्ख्यक जनता अनिर्णित रहेको हामीले पाएका छौँ। बहुसङ्ख्यक जनता प्रत्यक्षतर्फ अनिर्णित रहेका छन्। त्यसैले प्रत्यक्षमा कसको कति सिट आउँछ म यसै भन्न सक्दिनँ। हेर्नुहोस्, अब यो आगामी 2 हप्ता कसरी चुनावी अभियानलाई कसले कसरी परिचालन गर्छ त्यसमा भर पर्छ। समानुपातिकको हकमा चाहिँ म अहिले नै आत्मविश्वासका साथ भन्न सक्दछु कि राप्रपा नेपाल पहिलो नम्बरमा आउँछ। उहाँले एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसवादी दलका कारण मोहन वैद्य नेतृत्वको माओवादी निर्वाचनमा भाग नलिएको समेत दावी गर्नुभयो। राजासहितको लोकतन्त्र हिन्दू राज्यको ओकालत गरिरहेको सो पार्टीका अध्यक्ष थापाले नेपाललाई हिन्दू राज्य बनाउन प्राप्त हुने अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा समर्थन स्वाभाविक रूपमा लिएको र स्वागत योग्य भएको समेत स्पष्ट गर्नुभयो। उहाँले विश्वभर रहेका 1 अर्ब भन्दा बढी हिन्दूहरूले नेपाललाई हिन्दू राज्य बनाउन सहयोग र समर्थन गरिरहेको जानकारी समेत दिनुभयो। केही हप्ता अघि मात्र थापाले भारतीय हिन्दूवादी पार्टी भारतीय जनता पार्टीका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेद्वार तय गरिएका नरेन्द्र मोदीसँग छलफल गर्नुभएको थियो। सबै धर्मको बीच समानता हुने गरी हिन्दू राज्य कायम गरी छाड्ने दावी समेत थापाको रहेको छ। उहाँले आगामी संविधान सभा मार्फत बन्ने संविधानमा लोकतन्त्रवादी राजा तथा सबै असन्तुष्टहरूलाई समेट्ने गरी कार्यमा दृढताका साथ लाग्ने स्पष्ट गर्नुभयो। राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ सम्बन्धी समाचार यति नै। nepalnews.com. News from Nepal as it happens.